हेलो गाइज वेलकम टु माई न्यू ब्लग न्यू डे। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। कति दिनपछि काठमाडौँमा आज हल्का घाम लागेको के गाइज, एकदम चिसो भएर हेर्नु मेरो स्वरहरू बसेर बोल्नै सकिरहेको छैन। त्यही भएर एउटा भिडियो बनाऊँ भनेर क्याप्चरको लागि बनाएको छु कि गाउँमा बसेर ओखर चोखर खाँदै थियौँ हामीहरू। अनि ड्याडी आइसक्यो अफिसदेखि, नास्ता सास्ता बनायौँ, रोटी अनि साँझ भइसकेको थियो। त्यति गर्दा गर्दै अरू भिडियो चाहिँ बनाएन। बाबुहरूलाई नास्ता पुर्दिएँ भातहरू स्कुलदेखि आइसकेपछि, अनि भातहरू दिएँ अनि त्यो भाँडासाँडा धोएँ। एकचोटि फेरि मम्मी ड्याडीको मुड एक्कासी चेन्ज भयो कि, अनि फेरि ड्याडी मम्मीले मोमो पकाउने भन्नुभयो। अनि फेरि मम्मीहरूले सामानहरू लिन गइस्यो, मम्मीहरू सामान लिएर आइस्यो। अनि तिलसिल बुट्दै थिएँ त्यही भाँडामा, म तिलसिल बुटेँ। अनि मम्मीहरू चाहिँ पिठो बुझ्दै गइसिन्छ कि, अनि आएर अनि आन्टी चाहिँ प्याज स्याज काट्नु पऱ्यो मोमोको लागि। प्याज स्याज काट्दैछ, हल्का फोनमा बिजी पनि होइसिन्छ आन्टी। अनि मैले तिलसिल भुटेँ, अनि यसो मौकामा चौका बाबुलाई बोलाएर किसा दिइहालेँ। अनि फेरि बच्चापछि एकदम माया गरेर मनपर्छ क्या मलाई एकदम। खै मेरो बानी नै त्यही छ कि बच्चापछिदेखि हो किस खानै पर्ने। अनि तिलसिल भुट्न थालेँ, आएर उसलाई चाहिँ त जाऊ है यता आगोतिर टाउ भन्दै थिएँ कि, किनकि ऊ फेरि यति आइरहने के भान्सामा। तिलहरू सेतो थियो, भुटे रातो भएपछि निकाले बदलेपछि थियो। अनि निकाले थालमा, त्यसपछि अनि मासुको लागि टमाटर प्याजहरू काटेर फेरि अब तेल लगाएर त्यो हड्डीहरू मोमोको झोल बनाउनलाई हड्डीहरू भुटेर अनि उता फेरि हाल्नु पर्ने थियो नि त। एकदम बिरामी भइरहेको छु, श्वास भइरहेछ, माइन्ड नगर्नु है। अनि मैले भुट्न थालेँ त्यो चाहिँ भुटेर अनि मसला राख्नु पऱ्यो। अनि क्यामेरा पनि फेरि मिल्ने सिनामा हेरिरहनु पर्ने कि, यस्तो बानी नभएर त होला है, जे गर्दा फेरि क्यामेरा खोल्नु पर्ने। अनि आफूलाई फेरि एकदम झ्याउ लाग्ने। अनि फेरि क्यामेरा राखेको ठाउँमा फेरि अनि ध्यान जति क्यामेरातिर, काममा फेरि एउटा ध्यानै छैन, त्यस्तो भइरहेको थियो। अनि मसला ससला हालेँ, अनि हजुरलाई पनि देखाउनु पऱ्यो फेरि मसला हालेको मलाई चाहिँ। अनि फेरि खुर्सानी हालेँ, अनि मासु हालेर फेरि चलाउन थालेँ। कतिखेर खाएको सकेला जस्तो भइरहेको थियो। काम चाहिँ एकदम हतार गाह्रो चाहिँ थियो है। अनि हेर्नु न यस्तो लुगाले चाहिँ बोल्नै मिलाएर कि नाक खराब भएर एकदम। अनि मेरो फेरि एकदम बानी एउटा के खराब भएपछि हल्का हातमा फोहोर लाग्ने हो नि धुन गइहाल्ने, हातमा फोहोर लाग्ने हुँदैन धुन गइहाल्ने। एकदम काम चाहिँ थोरै गर्ने, हात चाहिँ धेरै दुख्ने छ कि मेरो बानी। अनि त्यस्तो भएर अनि फेरि बाबुले भात खाँदैन, म भुटेको मलाई मिठो भएन भन्नुभयो कि, फेरि चिया बनाएर फेरि चिया हालेर फेरि लगिदिएँ। सरलाई त फेरि कोठामै पुऱ्याउनु जानु पऱ्यो। अनि कति बडाको भिडियो भन्दै हुनुहुन्थ्यो, अर्को बुढालाई पनि दिएँ, बुढा फेरि थ्याङ्क यू गर्दै थियो, धन्यवाद भनेर निस्किहालेँ। अनि फेरि आएँ, मासु चाहिँ हेरेँ। अनि बाबु चाहिँ फेरि मोमो पाक्नलाई ओहो खुसीले हेर्नु न, उता नाचगान भइरहेछ, उता त कतिखेर पाक्छ मोमो खान पाइन्छ भनेर पाक्नु चाहिँ कहिले अगाडि नै खुसी भएर। बच्चाको बानी त्यही त हो नि गाइजहरू। अनि फेरि यता भिडियो बनाउनु लगाएको प्याज काट्यो भनेर ऊ आएन हेर्नु न, क्यामेरा देख्ने भने हाई भनेर आएको। फेरि कति क्युट मान्छे कि, फेरि हेरेर कति क्युट छ है। बन्दा फेरि काटेर सक्यो। अनि किमा देखाउँदै थिएँ कि हजुरहरूलाई, किमा चाहिँ यस्तै भयो। अनि लसुन अदुवा पिसेँ मैले चाहिँ। अनि मम्मीले तातो पानी भनेर तातो थालेँ, किनकि अहिले हाल्नु पर्थ्यो नि त। अनि फेरि मम्मीले अनि किमा मोल्न मम्मीलाई लगाएँ, किनकि मेरो हातहरू एकदम छाला गएको थियो कि, मैले चाहिँ मोल्न एकदम झ्याउ लाग्ने। अनि फेरि यस्तो स्वाद अनुसारको मसलाहरू फेरि हाल्न मलाई पनि आउँदैन कि गाइज। अनि मम्मीले चाहिँ ठिक्क हाल्छिन्छ, मैले फेरि जहिले कि कम कि बढी गर्ने बानी क्या मेरो एकदम। त्यही भएर मम्मीले आफै गर्छु मम्मी, म चाहिँ अनि बरु अरू काम गरिदिन्छु भने। अनि त्यसपछि फेरि अनि अदुवा लसुनहरू पिस्न थियो, अनि त्यो चाहिँ पिसेर फेरि मम्मीलाई दिएँ। अनि टमाटर बसालेँ चट्नीको लागि। अनि मम्मीलाई अदुवा सदुवा पिसेर दिएँ, मम्मीले मजाले मोल्नुभयो। अनि मैले अघि नै पकाएको मासुको चाहिँ धुवा यस्तरी उडिरहेछ क्या गाइस, एकदम राम्रो धुवा। अनि मम्मीले चाहिँ मोस्न थाल्छु, बन्दा चाहिँ हामीले अलिक धेरै हाल्यो जस्तो भइरहेको थियो, तर नपुगेको कि गाइस, फेरि पछि थप्नु पऱ्यो नि, फेरि बन्दा एकदम नपुगेको। हामी धेरै छौँ नि त फ्यामिली, त्यही भएर बोल्नै सकिराखेर कि एकदम गाह्रो भइरहेछ गाइजहरू। मलाई त यो उसले गर्दा रुगाले गर्दा चिसो थियो एकदम आजभोलि।
अघि पकाएको मासु हेर्दै हेर्नु उसले फेरि कस्तो मजाले हेरेको हो बाँसलाई चाहिँ लिएर आइडिया पनि थाहा रहेछ अरे सानो बच्चालाई अनि बाँसले मिठो छ र वाह गुड भन्ने लाग्यो हेर्नु न अझ फेरि मिठो छ गुड रे अन्त तिम्रो लागि मैले फर्स्ट मोमो लौ भनेको खाँदिनँ भयो रे काँचो मोमो त कहाँ खाने त्यसपछि म त आत्तिएर बेलुकी भनेको फेरि अनि बबी आन्टीहरू सबै लाग्नु हामी गरौँला नि त भनेर सबै मिलेर फास्ट छिटो छिटो गर्न थाल्यौँ कि अनि रात पनि पर्दै आइसकेको थियो मोमो चाहिँ रेडी भयो अनि मेरो भागमा पनि आइसक्यो सबैजनाले खाइसक्नु भएको थियो है गाइजहरू मोमो त अब सबैलाई दिएर लास्टमा चाहिँ खाएको मैले चाहिँ अनि मलाई फेरि मोमो घरमा पाकेपछि करेन्ट चाउचाउ नभए हुन्न गाइस मलाई करेन्ट चाउ एनी खाउ चाहियो किनकि मोमोसँग करेन्ट चाउको कम्बिनेसन चाहिँ मलाई एकदम मनपर्छ अनि गाली खाइ भए पनि म खान्छु कि चाउचाउ चाहिँ मलाई खाना चाहिँ दिँदैनन् घरमा चाहिँ तर एकदम मनपर्छ अनि खाना त खान्छु कि अनि हेर्नु मेरो रियाक्सन हेरेर थाहा पाउन सक्नुहुन्छ हजुरले मलाई आशामा मलाई स्वर्ग पुगे जस्तो फिल भइरहेको थियो कि गाइजहरू अनि मलाई त एक्लै खाना एकदम ज्याउ लाग्यो अनि फेरि बुढा आउनुभयो कि मलाई कम्पनी दिन अनि बुढाहरू आफूसँगै बसेर कुरा गर्दै खान थालेँ उसलाई पनि अब उसले पकाएको है करेन्ट चाउचाउ चाहिँ मैले पकाएको होइन मैले चाहिँ अलिक गिलो पकाउँछु उसले चाहिँ अलिक सुक्खा टाइपको पकाएछ कि अनि मैले भन्दै थिएँ कि उसलाई कमेन्ट गरेँ कि मलाई चाहिँ यस्तो मन पर्दैन भनेको तर यति राम्रो पकाइदिएको छु मन पर्दैन भन्दै थियो उसले चाहिँ मम्मी चाहिँ अब खाएर गइहाल्छ लास्टमा चाहिँ म मेरो बुढा खाएँ बुढाले आफ्नो भाग खाएर सकेर पनि फेरि लास्टमा आएको है खान मलाई कुर्दै थियो कि उसले अनि आफूसँगै खाने भनेर उसले चाहिँ एक दुई पिस खायो अगाडि त्यसपछि फेरि भइसक्यो चाहिँ खाना आयो कि त्यसपछि म फेरि एउटा ठुसुक ठुस्किरहेको छु खै के कुरा गरेको उसले चित्त नबुझ्ने कुरा गरेर त म ठुस्किरहेको छु आँखा तरिरहेको छु रिसाइरहेको छु र जति रिसायो फेरि बाए त तिमीलाई नै गर्छु नि त फेरि उसले कुरा गर्दा त बायाले हेरेर सुन्छु नि त भन्दिनँ कि आजको दिन यस्तै भयो गाइज ल हजुरहरूलाई पनि खानुहोस् आजको दिनहरू यस्तै भयो रमाइलो भयो खाएर पनि सकियो गाइज अनि त्यसपछि फेरि मुख सुख धुन थालेँ भाँडासाँडा पनि धोएर सकेर सबै काम सकेर यताउति अनि लास्टमा मुख सुख धोएर अब जान थालेँ पानी नै आउँथेन कि उसले चाहिँ पानी बनाइदिन्छु भनेर झन् हेर्नु यस्तो फोहोर पानी निकालिदिएर हेर्नु र गाइज हेर्नु न यति धेरै पानी फालिरहेको छु फोहोर आइरहेको कि झन् मुख धुन लास्टमा चाहिँ अलिक सफाएर धोएर भागिहालेँ आजलाई यतिलाई बाई बाई गाइज सी यु नेक्स्ट टाइम आई लभ यु बाई बाई